आउनुहोस् आज म के तपाईँलाई के गरी देखाउँछु भने नि मेरो काम हेर्नुहोस् ल के छ भने यहाँ मैले के छुपाइराखेको छु भने नि अब यो चाहिँ हो गोबर हो गोबर चाहिँ भिजाइराखेको छु कि किनभने चाहिँ नि यो कोपीमा लाउनु पर्ने छ हो कोपीमा लाउनु पर्ने छ अन्त गाईको चाहिँ नि गोबर मात्रै हैन कि पिसाब पनि काम लाग्छ हैन अनि पिसाब छैन नि त पिसाबै जमिनै पाउँदैन नि त अन्त म चाहिँ यसो गर्छु पिसाब नहुँदा चाहिँ गोबरलाई पनि भिजाएर चाहिँ नि राखेपछि चाहिँ यसको पानी लाउँदा पनि हुन्छ हो पिसाब कम्ती छ भने चाहिँ यसो गर्दा पनि हुन्छ यो तपाईँहरूलाई केही सिकाइराखेको नि सिकेको कुरा त हैन आफूलाई थाहा भएको कुरा त सेयर गर्नु पर्यो नि त यस्तो गर्दा पनि हुन्छ हो अब यसलाई चाहिँ म यो उगाएर चाहिँ नि यसलाई फेरि बाक्लो हुन्छ नि त बाक्लो हाल्यो भने चाहिँ फेरि पानी पस्दैन हो यसलाई चाहिँ पानी फिटेर चाहिँ यसरी तरेर माथि माथिको हाल्नुपर्छ हो तारेर यसरी तारेर चाहिँ यो चाहिँ यहाँनिर यो कोपीलाई चाहिँ नि यो ब्रोकौली हैन यसलाई चाहिँ हालिराख्नुपर्छ क्या यसलाई चाहिँ पुरा चाहिन्छ यस्तो चाहिँ हालिदिइराख्नुहोस् किनभने यसले फल पनि दिइबस्छ नि त यसले चाहिँ फल पनि दिइबस्छ हो मैले 2-3 पल्ट टिपिसकेँ हाँगा पनि टिपिसकेँ हो यसलाई चाहिँ यसरी हालिदिइराख्नुपर्छ बाक्लो भयो भने चाहिँ यहाँनिर फेरि जरामा पस्दैन कि पानी पस्दैन बाक्लो चाहिँ हाल्नु हुँदैन पातला बनाएर चाहिँ यहाँ हाल्नुपर्छ त्यही भएर चाहिँ यो ब्रोकौलीलाई चाहिँ नि यस्तो हालिराख्नुपर्छ कि त्यही भएर चाहिँ मैले यसलाई पनि आँगनमै रोपेको नि त स्याहारिरहनुपर्छ यसलाई चाहिँ हो पानी यसरी उगायो पिसाब अब यसलाई चाहिँ पिसाबै सम्झिँदा पनि भयो नि त अन्त यसलाई चाहिँ यसरी फेदमा लाउनुपर्छ देख्नु हुँदै होला नि होइन फल्दिबस्छ यो चाहिँ पहिला चाहिँ मलाई थाहा थिएन कि मैले चाहिँ नि यो ब्रोकौलीलाई पनि जरै काटिदिएको थिएँ हो खरिदिएको थिएँ नि त के को यो त फल मात्रै काटेर खाँदा पनि हाँगाबाट आइबस्दो रहेछ नि त अन्त थाहा भएर चाहिँ आजकल चाहिँ म यसो गर्छु एकताल चाहिँ फल्नु टाइम लाग्छ फलेपछि त लु यो मैले बिचबिचमा पनि हालेको छु किनभने यहाँ पनि पालक छरेको छु नि त यसको फेदमा अन्त यसो गर्दा हुन्छ है पिसाब छैन भने नि काँचो गोबरलाई चाहिँ नि तपाईँहरूले पनि यसरी के हो लिएर पानीमा भिजाइराखेर 2 दिनतिर भिजायो भने मजाले भिजिहाल्छ हो त्यहाँबाट त्यसरी हालिदिँदा चाहिँ हुन्छ हो अन्त बाक्लो भयो भने फेरि पानी थप्दा हुन्छ म फेरि पानी थप्दैछु है त पानीहरू चाहिँ यहाँ हाम्रो दुःख हुन्छ कि स्टक यसरी थेपेर राख्छु सबै बाल्टीतिर हालिराख्छु कोही बेलामा चाहिँ नि मन टाढो छ नि त पिएचईको पानी होइन यो चाहिँ यतैको पानी हो नि त उब्रेको अन्त कोही बेलामा बाँदरहरूले पाइप पिङ खेलेर बिगारिदिन्छ कोही बेलामा गङ्गटाहरूले क्या खनेर बिगारिदिन्छ हो त्यही भएर चाहिँ अन्त म चाहिँ पानी सबै थापिराख्छु नि त बजारमा त त्यतिकै दुःख हुन्छ कोही बेलामा त बोक्नुपर्छ हो मेरो पदिना पनि छ कि पटमा त्यसलाई पनि यसो हालिदियो भने त राम्रो पो हुन्छ हौ कस्तो मजाले आउँछ यहाँ हेर्नु नि सागको दल छरेको थिएँ कि अघि पानी चाहिँ हालेको सागलाई पनि चाहिन्छ नि यतै छरिदिन्छु म त यो अस्ति बिट यहाँ रोपेको थिएँ होइन हौ त्यसकै छेउमा पनि छरिदिएको छु यसरी गर्नु सक्नुहुन्छ है तपाईँहरूले पनि मैले त्यही सिकाएको नि पिसाब छैन भने पनि सुर्तै छैन गोबरलाई यसरी भिजाएर चाहिँ यसो गरेर चाहिँ हाल्दा हुन्छ म पनि अहिले यहाँ बस्तीमा बिहा भएर चाहिँ नि धेरै कुरा सिकेको छु पो त यहाँ पनि चाहिँ चाहिँ मजाले आएको छ है पदिना यो पदिना चाहिँ मैले यसरी हालिबस्छु नि त मलाई फेरि पदिना चाहिँ पुरा मनपर्छ है पदिनाको अचार चाहिँ नि धनियाँ घनै बेसी मनपर्छ ए यो ब्रोकौली नि कस्तो बोट यस्तो थिएन है ठिकै छ तर पनि खानु दिइरहेको छ किन्नु परेको छैन कतिचोटि टिपिसकेँ हाँगाहरू आइबस्छ यो लगाउनु चाहिँ अल्छी गर्नु होइन आइबस्छ खानु चाहिँ पुग्छ हो यहाँ मैले यो छरेको थिएँ कि उम्रे कि उम्रेन हेर्छु त्यहाँ लौका उम्रेछ थाङ्रा दिने बेला भएछ यो है लौका इस करेला पनि छरेको थिएँ म त यसरी गेजिङ छर्छु है आलु पनि हेर्नुहोस् न यो आलु कि
मैले कुहिएको आलु सबै यहाँ फ्याँकेको थिएँ कि सबै उम्रेछ। करेला चाहिँ उम्रेन रहेछ, यो लौका चाहिँ उम्रेछ। थाङ्ना दिने बेला भएको रहेछ हो। यो पनि फल्नु आँटेछ है, चिन्नुहुन्छ होला नि है, चाइनिज एप्पल। दामी भएर आएछ। यहाँनिर यो ब्रोकोलीको फेदमा चाहिँ नि यहाँ फर्सी पनि हालेको थिएँ। म त्यस्तो पो गर्छु गाच्याङ गिचिङ, उम्रेको छैन रहेछ। यो चाहिँ यो फर्सी चाहिँ उम्रेर नि यस्ता यही भित्ता जाओस् भनेर चाहिँ हालेको नि त। हाम्रो इस्कुसको मचान पनि लडिरहेछ बिचरा मेरो बुढोले र ठुलो चाहिँले बनाएको। बुढोलाई पनि त्यति आउँदैन नि यस्तो गर्नु क्या। आलु के आधी आलु चाहिँ नि काटेर हालिदिएको थिएँ कि त्यो फ्याँकिरहेको थियो नि त नानीले खेलाएर। अन्त चाहिँ मैले पटमा हालिदिएको थिएँ त्यो आलुलाई। हेरौँ ल कति फलेछ है त। त्यसै हालिदिएको पट खाली थियो कि अन्त हालिदिएको थिएँ कि के उम्रिँदैछ। आधी आलु थिएँ कतिवटा फलेको भने आधी पो त आधी एकदम नानीले खेलाएर क्या। माटो मात्रै छ क्या हो। बिचरा फल्दै थिएछ कि के हो, त्यो चाहिँ के उम्रेछ हौ। के उम्रेछ कुनि। एउटा दुईवटा तिनवटा चारवटा बोट मरेको सुकेको देखेर चाहिँ क्या 5-6टा हेर्नु त 5-6टा त फलेछ है। यहाँनिर 3टा 4टा छ, अझै मसिनो पनि छ। त फल्दैन होला, बढ्नु चाहिँ बढ्थ्यो होला यो चाहिँ क्या। आधी आलुले यति फल्दैछ, एउटै साइजमा फलेछ फेरि। यो त अलिकति ठुलो रहेछ, अरू एउटै साइजमा फलेछ 5-6टा। आधी है आधी आलुले यति फल्छ भने त है। आलुहरू चाहिँ तपाईँहरूले पनि नफ्याँक्नुहोस् है। कुहिएको आलु पनि एक कुनामा थुपार्यो भने त नि एउटा बोरातिर होइन कुहिन्छ, फल्ने फल्छ। यसलाई चाहिँ हालिदिइराख्नु पऱ्यो। आलु चाहिँ बाह्रैमासे हो कि, फल चाहिँ नफ्याँक्नुहोस् कि, फल्छ पो। कुहियो भने पनि एउटा पटहरूतिर यस्तो बोराहरूतिर पनि क्या हालिराख्नुहोस् कि, फल्छ भने फल्छ, साँच्चै फल्छ यो बाह्रैमासे। हिउँदो वर्ष तर हामी चाहिँ पानी चाहिँ कम्ती भएर नि पानीले गर्दा चाहिँ एकताल मात्रै रोप्छौँ हो। यो रहेकोलाई मैले यहीँ हालिदिएको नि, वर्ष कि बा भनेर चाहिँ नि हालिदिएको कि। अब यसलाई पनि यही पानी हालिदिन्छु हो। पानी ताजा मल